हेलो एन्ड गुड मर्निङ मेरो सबै भ्युअर्सहरु तपाईहरु कस्तो हुनुहुन्छ आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भनेर अनि म पनि अहिले सन्चै छु सो साथीहरु आजको भ्लगमा चाहिँ म तपाईहरुलाई मेरो मर्निङको डेली रुटिन के हो भन्ने चाहिँ म तपाईहरुलाई त्यो देखाउन गइरहेको छु सो मेरो भ्लग हेर्दै गर्नुस् होला है साथीहरु सबैभन्दा पहिला फर्स्ट चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ बिहान 6 बजे उठ्छु अनि 6 बजे उठेर चाहिँ म चाहिँ दुध थाप्न जान्छु कोही बेला चाहिँ पुरै निन्दामा भइरहेको हुन्छु हैन तर पनि यो बाजेको चाहिँ यो बाइकको हर्न चाहिँ यति साह्रो बज्छ कि अन्त तर पनि कोही बेला उठाइरहेको हुन्छ मलाई हैन बाहिर गेटबाट बहिनी बहिनी भनिरहेको हुन्छ हैन अन्त त्यही भनेर चाहिँ कोही बेला चाहिँ निन्दामै दुध थाप्नु पर्छ सो मेरो फर्स्ट चाहिँ यही हो साथीहरु बिहानै उठेर दुध थाप्नु हो मेरो काम थापिसकेर चाहिँ साथीहरु म चाहिँ हल्का फुल्का अलिअलि एक्सर्साइजहरु गर्छु यसो आफ्नो बडीलाई यसो फिट राख्नु पर्यो नि हैन अनि अलिअलि योगा एक दुईवटा योगा पनि गर्छु म चाहिँ अनि साथीहरु हल्का फुल्का एक्सर्साइज गरिसकेको बादमा चाहिँ अनि म चाहिँ ब्रस गर्छु मुख सुख धुन्छु है साथीहरु हेर्दै जानुस् होला अनि त्यसको बादमा चाहिँ साथीहरु म चाहिँ आँगनझाडु गर्छु पछाडी यो चाहिँ ब्याक हो हाम्रो घरको पछाडी हो यो चाहिँ अनि यो चाहिँ हाम्रो घरको फ्रन्ट हो अनि आँगनहरु बढाल कुराल गर्छु साथीहरु म चाहिँ अनि साथीहरु मैले चाहिँ यो दुईटा फूल चाहिँ मैले बाहिर राखेको थिएँ सो आज नै जुरेछ म चाहिँ यो भित्र उयो गरिदिँदैछु झुन्डाइदिँदैछु यो चाहिँ ह्याङ्गिङ उयो हो फूल हो यो साथीहरु बाहिरको सब काम सकेर चाहिँ अनि म चाहिँ भित्र काम गर्छु हो यो चाहिँ हाम्रो रुम हो म र माम अनि यहाँ टिभी पनि राख्छ नि त अन्त यहाँ चाहिँ अलिकति मैलै हुन्छ त्यसैले गर्दाखेरि चाहिँ यहाँ चाहिँ अलिक सफा गर्नुपर्छ नि त यो रुम चाहिँ अनि रुम सब सफा गरिसकेको बादमा चाहिँ साथीहरु यसरी म चाहिँ बढाल कुराल गर्छु घर
यहाँ चाहिँ केतलीमा चाहिँ पानी तातिँदैछ हो साथीहरू। दुध चाल्नु आँटेको किनभने हाम्रो गाउँमा चाहिँ लास्ट आउँछ कि यो ठिका दुध, त्यही कारणले मुनिको पुरा छोक्राहरू अलिकति मैला हुन्छ हो। अन्त त्यसैले गर्दाखेरि चाहिँ एकदमै तातो छ दुध। हेरिसक्नु भएको चाहिँ पानी र दुध कस्तो उयो गरेर छुट्यायो मैला। सो म चाहिँ दुध पकाउँदैछु साथीहरू। तेरो म चाहिँ आजकल धेरै नै निकै दिन भयो मैले चाहिँ कफी खान थालेको। सो म चाहिँ यहाँ कफी बनाउँदैछु। सो साथीहरू आमाको लागि बिस्किट अनि दुध हो। हामी चाहिँ दिनु आँटेको छु हामीलाई अब चाहिँ मामला दबाई दिनु आँटेको देख्नु भएन प्रेसरको दबाई चाहिँ यत्रो गरे ला 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 चाहिँ दबाई भइदिन्छु आ खानु खाइसकेको बादमा चाहिँ साथीहरू म चाहिँ पानी पिउँदैछु साथीहरू। मन तातो पानी यहाँ बाहिर उभिएर बरन्डामा यसो घाम ताप्दै बिहानको। अनि त्यसको बादमा साथीहरू म चाहिँ कफी खान लागेको साथीहरू। ओके साथीहरू आजको ब्लग म यही एन्ड गर्दैछु। सो एभ्रीवान थ्याङ्क्स फर वाचिङ एन्ड किप सपोर्टिङ एन्ड किप लभिङ। तपाईँले मेरो ब्लगलाई धेरै माया दिइरहनु भएको छ, अझै बेसी तपाईँहरूको माया अनि सपोर्ट चाहिएको छ। त्यसैले गर्दाखेरि मेरो ब्लगलाई लाइक गर्नुहोस् अनि कमेन्ट गरिदिनुहोस् होला। ओके साथीहरू बाई बाई, टेक केयर एभ्रीवान।